मेरो मात्रै हो कि तपाईँहरूको पनि के साह्रो कपाल झरेको हो? मेरो त टक्ला हुन आँटिसक्यो म त। एक त कपाल पहिले यति पातुलो छ बाख्राको पुछुर जस्तो, यति गाह्रो भइसक्यो नि कसम भनेको। अनि मैले चाहिँ यो नरिवलको तेल कपालमा मसाज गरेर बेलुका राखेर बिहान नुहाउनु पर्छ हप्तामा 2-3 चोटि, अनि कपाल चाहिँ झर्न केही कम हुन्छ भन्ने सुनेको थिएँ। त्यही भएर मैले चाहिँ यो अनलाइनबाट मगाएको थिएँ। यो तेल चाहिँ हुन त यतातिर नि पाउँछ, तर हाम्रो नजिकतिर काहीँ पनि थिएन। अनि अनलाइनमा नि यस्तो अफरहरू चलिरहेको बेला मैले चाहिँ मगाएको थिएँ यो। अनि आजबाट मैले पनि यसको सदुपयोग गर्दै यसलाई चाहिँ मजाले लाउँदैछु। आज चाहिँ नि यसलाई लाएर राख्छु अनि मैले चाहिँ बेलुकातिर नुहाउँछु। अनि हजुरहरूलाई पनि मैले रिजल्ट देखाउने नै छु। अब एकै दिनमा त देखिँदैन होला, 2-3 हप्ता ट्राई गर्छु। हल्का झर्न कम भएपछि हजुरहरूलाई पनि सजेस्ट गर्छु लाउनलाई, राम्रो भएपछि। मैले चाहिँ यो लगभग लाएर सकिसकेको छु। जति सक्छु मैले त्यति चाहिँ लाएर मैले मजाले कपाललाई चाहिँ बाँधेर राखिदिएँ अहिले चाहिँ। अनि म बेलुका नुहाउँछु, पछि देखाउँछु। थ्याङ्क्स फर वाचिङ। लास्ट टाइम हेरिदिनु भएकोमा।